हेलो नमस्ते वेलकम टु माई न्यू ब्लग। आज चाहिँ म तपाईँहरूलाई जापानको म्याकडोनल्ड कस्तो हुन्छ अनि के पाउँछ भनेर देखाउँछु ल। को बाहिरको मौसम पनि एकदमै राम्रो छ नि है। एकदम के भन्नु चिसो चिसो हावा चलिरहेको छ। एकदम पिसफुल इन्भाइरोमेन्ट छ नि त। हाजिमेते ब्लग अच्छै गोसेन देखाता बाई बाई। बुढाहरू कोही पनि रोक्दैनन् हेर न गाडीहरू नजिक आएर रोक्छन् के। नजिकमा सेलको मार्च छ कोही खाएर जाऊँ न है त। आइस कोही खानु आइस पकाइदमा बस्नेहरूले यो यसैको माटो भन्ने थाहा पाउनु भएको होला। तर अब ओसाका सेन्दाई अनि टोकियोतिर बस्नेहरूलाई चाहिँ खासै सेको माटो भन्ने चाहिँ थाहा छैन जस्तो लाग्छ। हेर है अब कस्तरी गाडीहरू रोकिएको छ। सिङ्गलमा त भिडियो बनाउनै मन नलाग्ने नि दुईजना हुनु पर्दो रहेछ के भ्लगिङ गर्न पनि। भ्लगिङ भन्ने पनि सजिलो चाहिँ छैन हो। तनाव छ नि भ्लगिङ गर्न पनि। यस्तो अरूको देख्दाखेरि चाहिँ कस्तो के लाग्छ भने भ्लगिङ लास्टै सजिलो होला है जस्तो फिल हुने। आफूले गर्न थालिसकेपछि त के गर्ने कसो गर्ने के समझमै नआउने के कुरोहरू। यसपछि के गर्ने कस्तो ठाउँको कस्तो क्लिपहरू लिने हो कुन ठाउँमा क्याप्चर गर्ने हो क्लिपहरू अनि स्टोरी के भन्ने कस्तो भन्ने कुरा आफ्नो दिमागमा चाहिँ नआउने कि। फेरि अरूको देख्दाखेरि त वाह कस्तो सजिलो या डेली बनाएको छ यसो भिडियो रेकर्ड गरेको छ बोलेको छ सिद्धो भन्ने जस्तो लाग्ने कि। मैले गरम भनेको लगभग 1 वर्ष भयो। 1 वर्षमा 2टा 3टा हालेको होला मैले अपलोड गरेको होला युट्युबमा। त्योभन्दा धेरै गर्न नि सकेको छैन। खै के बोल्ने के एक्लै भयो चाहिँ त्यस्तो पनि हुँदो रहेछ कि। जापानिजहरू पनि बोल्दैन सँगमा होइन। जापानिजहरू पनि सँगै घुम्न जानेहरू छैन न त जापानिजहरू सँगै भइदिए अब जापानिजहरूसँग हिँड्दै बोल्दै गरेको भिडियोहरू अपलोड गर्थ्यो होला। अब मेरो ठाउँमा काम गर्ने ठाउँमा त्यस्तो जापानिजहरू पनि छैन। अनि त्यही अनुसारको के अरे अब नेपालीहरू पनि मेरो ठाउँमा छैन। नेपाल पनि 1-2जना भइदिएको भयो जस्तै एउटै कम्पनीमा 2-4जना नेपालीहरू भइदिएको भए सँगै घुम्न यताउता जाँदाखेरि पनि बनाउन मिल्थ्यो। त्यो नि छैन कि फेरि कस्तो गाह्रो भइरहेको क्या। आज चाहिँ मैले यस्तो सबबाट इन्फ्लुएन्स भएर ला गर्नै पर्छ होला नगरी हुँदैन भन्ने जस्तो लागेर चाहिँ मैले गर्न स्टार्ट गर्ने भनेको कि। ओमाचिको दासाई भनेको छ। अब मैले यता बटन दबाएँ उता रेड हुन्छ अनि सबै गाडीहरू रोकिन्छ। मेरो लागि चाहिँ ग्रिन हुन्छ कि उता सिग्नल। त्यसले लगभग 1 मिनट रोकायो नि यसले मलाई। 1 मिनटपछि खुल्यो। फाइनली म चाहिँ म्याकडोनल्ड पुगेँ। फाइनली म्याकडोनल्ड पुग्यो। ड्राइभ थ्रु पनि हुन्छ। ड्राइभ गरेरै चाहिँ तपाईँले अर्डर गरेर गाडीमै लैजान पाउनुहुन्छ। माथि चिल्ड्रेस टेबल 3 छ। मेरो 3 नम्बर राखेको छ मैले। 3 टेबलमा आउँछ। दिन त दियो तर यो दिएको तरिका ठिक भयो कि भएन अब त्यो कमेन्टमा लेख्नु होला। अलिकति यो खाँदाखेरि चाहिँ अलिकति नुन बढी हालेको थियो यिनीहरूले। दिस इज माई फेभरेट। चाहिँ त्यो मैले खाएर नि सिधै तर बाहिर चाहिँ फोहोर चाहिँ गर्नुहुन्न है। अहिले सबै कुरा खाएर सिद्धियो। अब चाहिँ जाने तयारी यताबाट। यो पनि खाएर सिद्धियो। अब चाहिँ म तपाईँहरूलाई साँझ साकोमा भेट्न जान्छु। त्यहाँबाट अर्को भ्लगमा नयाँ कुराहरू देखाउँछु ल। थ्याङ्क यू फर वाचिङ। बाई बाई।